राजा त अहिले पनि संविधानमा अहिले पनि सबैभन्दा उच्च स्थानमा हुनुहुन्छ। तर राष्ट्रपति रामचन्द्र पौडेलले यति बेला अलि होस पुर्याउनु पर्छ। त्यो सरकार कहाँबाट आयो भने रातारात, त्यसैले यो सरकार पनि होइन, यो जेएनजी सरकार होइन, यो चाहिँ कतैबाट नाम टिपेर आएको सरकार। यसले गरेको चुनाव अर्थपूर्ण हुँदैन। यो संविधानमा उसको कुनै नाम निशान छैन। जेएनजी यदि हुन्थ्यो भने, जेएनजीको आन्दोलनमा जेएनजी नै नेतृत्व हुन्थ्यो भने राइट चुनाव पनि सार्थकता पाउँथ्यो। तर यो सरकार कहाँबाट आयो भने रातारात, त्यसैले यो सरकार पनि होइन, यो जेएनजी सरकार होइन, यो चाहिँ कतैबाट नाम टिपेर आएको सरकार। यसले गरेको चुनाव अर्थपूर्ण हुँदैन। यो सेना लाएर चुनाव इतिहासमा नभएको कुरा चाहिँ नेपालमा हुन सक्दैन। यसकारणले हामी विरोधी हौँ र राजतन्त्र त पुनर्बहालीको सम्भावना अझ प्रबल छ। तपाईँहरू चाहिँ चुनाव हुन्छ, चुनाव भएर केले चारपाटा लागेछौँ। राजा त अहिले पनि संविधानमा अहिले पनि सबैभन्दा उच्च स्थानमा हुनुहुन्छ। तर राष्ट्रपति रामचन्द्र पौडेलले यति बेला अलि होस पुर्याउनु पर्छ। संसद पुनर्स्थापना गर्ने दलहरूले पनि होस पुर्याउनु पर्छ कि राजालाई पनि संविधानमा एउटा चाहिँ जुन 5 बुँदे सम्झौता अनुसारको ठाउँ थियो त्यो ठाउँ दिएर अनि संसद पुनर्स्थापना गर्नुपर्छ र